हेलो साथीहरू, आज चाहिँ म रेडी भएर चाहिँ कहाँ जानु आँटेको भनेर चाहिँ यो चाहिँ तपाईँलाई सरप्राइज छ है। म चाहिँ जाँदैछु आज चाहिँ, अहिले भन्दिनँ ल। हिँड्नुहोस् न साथीहरू, कस्तो सिँढी छ हाम्रो चाहिँ उकालो है। हिल लगाएर कुर्ता लगाएर चाहिँ अलिक अप्ठ्यारो नै हुँदो रहेछ यो बाटो हिँड्नु चाहिँ। र पनि म छिटो छिटो हिँड्दैछु किनभने टाइममा पुग्नु थियो। हेर्नुहोस् म चाहिँ बजार पुगिसकेँ है। यहाँ पुगेर चाहिँ हेरेको त एकदम डेकोरेसन भइरहेको रहेछ क्रिसमसको, दामी भइरहेको थियो है। अन्त म चाहिँ जाँदैछु साथीहरू हेर्नुको लागि, अझै मजाले छेउमा कस्तो छ भनेर है, तपाईँलाई पनि देखाउने छु कस्तो हुने रहेछ भनेर। अन्त जाँदैछु साथीहरू, म जाँदा जाँदै यहाँ हेर्नुहोस् न साथीहरू, एकछिन बसेँ है, म थाकेको छु, आँखामा हेर्नु चिल्लिली छ है। यहाँ चाहिँ हुनु रहेछ हाम्रो सेन्टा बाजे। त्यो पछि एकछिन बसेर म चाहिँ हस्बेन्डलाई पर्खिरहेको छु साथीहरू। सो हस्बेन्ड पनि आउनु हुँदैछ अरे। सो म उकालो गएर देखाउँदैछु। यहाँ रहेछ एकदम सेन्टा क्लाउजहरू बनाएको रहेछ हो, स्नोम्यानहरू बनाएको रहेछ। अन्त स्नोम्यानहरू पनि हेर्दैछु छेउबाट। एक्लै पर्खिँदा अल्छी लाग्छ नि त। अन्त फेरि पर्खेँ म, फेरि घर जाने बेला भयो। सरप्राइज साथीहरू, म चाहिँ आज आएको छु घरमा है मेरो सासु आमाहरूलाई भेट्नुको लागि। यहाँ चाहिँ मेरो हुनुहुन्छ सासु आमा, चियाहरू खाँदै हामी चाहिँ बसिरहेको छौँ। अन्त हस्बेन्ड र भान्जा चाहिँ एकछिन टाइम पास गर्दै गनहरूसँग होइन। अन्त यहाँ भाइ चाहिँ खानाहरू ओसार्दैछ, दिदी खाना चेक गर्नुहुँदैछ है। अन्त सबैजना भएर हामी चाहिँ खाना मजाले खाऊँ ल भन्दै थियौँ किनभने क्यारलहरू सकिसकेको छ। अन्त हामी यो लास्टमा चाहिँ खाना खाएको हो नि त। अन्त क्यारलहरूको टाइमको चाहिँ मैले भिडियो लिनै बिर्सेछु साथीहरू है, तपाईँहरूसँग सेयर गर्छु भनेको थिएँ। त्यो चाहिँ हाम्रो भान्जा चाहिँ एकदम हुन्छ नि, धेरै दिन बादमा मामा माइजूलाई भेटेर होला, एकदम खुलिनु मानेको छैन, लुक्दै हेर्दै भाग्यो हो। अन्त हामी चाहिँ यहाँ एकछिन गफ गर्दै बसिरहेको छ। भन्दै साथीहरू फर्किने टाइम भइसक्यो। सो हामी चाहिँ गेट सेट लक गरिदिएर मम्मीलाई सजिलो बनाइदिएको नि त, आएर चेक गरिबस्नु पर्दैन। अन्त मजाले ताला लगाएर चाहिँ चाबी यहीँ यस्तो गऱ्यो। अन्त मम्मी आउनुहुँदैछ माथिबाट। अन्त हामी चाहिँ निस्किँदैछ साथीहरू। यहाँबाट पनि अलिकति गेट लगाइसकेर पनि निकै नै ओह्रालो सिँढी झर्नुपर्छ। ए भगवान्, यति सिँढी झर्दाखेरि मेरो हालत खराब भइसकेको छ किनभने मैले सानो भाइमा हिल लगाएको छु नि त। अन्त राति हुँदी कसरी हिँड्नु भन्ने टेन्सनले हामी चाहिँ हिँड्दैछु। अन्त दादा चाहिँ अगाडि हिँड्नुहुँदैछ, उसलाई चाहिँ जुत्तामा छ नि त सजिलो भइरहेको छ। एउटा म चाहिँ पछि रिकर्ड गर्दै भए पनि अलिअलि भिडियो बनाउँदै आउँदैछु। अनि दादाले चाहिँ अब चाहिँ भिडियो राख है भन्नुहुँदैछ। अन्त म चाहिँ नसुनिकन भिडियो गर्दै थिएँ है साथीहरू। त्यो चक्करमा झन्डै लडेँ, कस्तो अप्ठ्यारो बाटो रहेछ क्या, कि चाहिँ मेरो खुट्टै अल्झ्यो। सो म जाने बेलामा यता हेर्दै थिएँ, मेरो हस्बेन्ड चाहिँ हाई गर्नु थाल्नुभयो किनभने निन्द्रा लागिसकेर साथीहरू धेरै टाइम भइसकेको थियो। डेकोरेसन चाहिँ यस्तो भइरहेको थियो, चाहिँ ब्याक साइडबाट हो, फ्रन्टबाट चाहिँ लिनु पाएन साथीहरू। सो बाई बाई।